हेर्नु त गाइज यो हाम्रो हो अर्ग्यानिक मकैबारी। त्यो मकैबारीमा यसरी खाएर गल्टिँदो रहेछ नमुनाहरू ल छैन। अनि बाटोमा सुतिरहेछ यसले अनि प्याक छ अरे भन्छ। भाइ यसलाई प्याक जस्तो लाग्यो क्या हो जे पनि भनिदिन्छ। यो हाम्रो घरनिर पलाई फ्याक्ट्री गाइज। यो ठुलो जुन हेरिरहनु भएको छ यो हाम्रो इनरवाको अदालत हो गाइज। त्यो अदालत हो। लु हेरौँ त हाम्रो गाई भैँसीलाई प्राल खुवाउँदैन यस्तो घाँस काट्छ। ल हेर्नु त हाम्रोतिर यसरी घाँस काटाउँछ। घाँस काट्नेहरू जम्मै भिडियो बनाएर हेरेर जम्मै नुकै रहेछ। मकैमा छैन टाप मान्छे भागेछन्। भैँसी लिन आएको थिएँ गाइज। यहाँ भैँसी छ गाइज। यहाँ हाम्रो मन्त्रीहरूले घाँस काटिराखेको छ। अर्को वहाँ पर छ घाँस काट्दैछन्। भैँसी यहाँ चर्दो रहेछ।